कति महत्त्वपूर्ण कुराहरू सबैलाई थाहा नहुन सक्छ। त्यसैले म आज सुन्दर जोडीको बारेमा एउटा कथा सुनाउन जाँदैछु। कथाको शीर्षक रहेको छ दोस्रो वसन्त। ध्यान दिएर सुन्नुहोला। धन्यवाद। यो कथा एक सामान्य नेपाली जोडीको हो, पुष्पा र विशाल। उमेर 40 नाघेका, 2 सन्तानका आमा बाबु, जीवनका धेरै उकाली ओराली पार गरिसकेका। तर आज भोलि उनीहरू बीच मौनता छ। शब्द छन् तर संवाद छैन। एक अर्कालाई हेर्छन् तर हेराइमा गहिराई छैन। बिहान विशाल अफिस जान हतार गर्छन्, मोबाइल हातमा। पुष्पा बिहानको चिया बोकेर टेबलमा राख्छिन्। कहिलेकाहीँ बोल्न खोज्छिन् तर विशाल व्यस्त देखिन्छन्। 3-4 पटक भनिसके कि छोरीको फिस बुझाउनु छ, तर विशालको ध्यान अफिसको मेलमा हराइरहेको हुन्छ। पुष्पा भान्सामा फर्किन्छिन्, एकछिन कुर्सीमा बस्छिन् र सोच्न थाल्छिन्, पहिला यस्तो त थिएन, हामी यति टाढा कहिले भयौं। उनको उमेर अब 42, शरीर फेरिएको छ तर मन अझै प्रेम खोज्दछ। हुन त अब उनलाई डर छैन, आत्मविश्वास पनि छ। सन्तान हुर्किसकेका छन्, घरका जिम्मेवारी घटेका छन्। अब उनी श्रीमती मात्र होइन, साथी पनि बन्न चाहन्छिन्। तर विशाल, उनी 45 नाघेका, सधैँ थकान, चुपचाप, गम्भीर। शारीरिक सम्बन्धमा चासो घटेको छ, नचाहेर होइन, बरु थकान र हारको अनुभूतिले। तर उनले कहिल्यै बोलेनन्। उनी सोच्थे, यदि मैले मेरो कमजोरी देखाए भने पुष्पाले के सोच्लिन्। यसैले मौनता छ। न पुष्पाले सोधिन् न विशालले बताए। मौनताभित्र थुप्रै कुरा गुम्सिएको छ। एक साँझ पुष्पाले आँट गरेर भनिन्, विशालजी, म तपाईसँग कुरा गर्न चाहन्छु। तपाईँ किन पराई झैं हुनुभएको छ? विशाल एकछिन त चुप लागे अनि बिस्तारै बोले, पुष्पा, म थकेको छु, साँच्चीकै थकित। मेरो शरीर पहिले जस्तो छैन। म चाहेर पनि तिमीलाई त्यो प्रेम दिन सक्दिन जस्तो लाग्छ। त्यो रात पुष्पाले केवल उनको हात समातिन्, न दोष दिन् न गुनासो गरिन्, केवल सुनिन्। यहीँबाट परिवर्तन सुरु भयो। त्यसपछि उनीहरू सँगै हिँड्न थाले। बिहान बगैँचामा हिँड्नु, सँगै खाना पकाउनु, टिभी सँगै हेर्नु। विशालले स्वास्थ्यमा ध्यान दिन थाले। पुष्पाले आफैलाई फेरि चिन्न थालिन्। पुराना गीत सुन्न थालिन्, डायरी लेख्न थालिन्। एक दिन पुष्पाले भनिन्, हामी एक अर्कालाई सधैँ बुझ्न सक्दैनौँ होला, तर बुझ्ने प्रयास गर्न सक्छौँ नि। विशाल मुस्काए, हामी फेरि सिकौँ, फेरि प्रेम गरौँ, फेरि नयाँ वसन्त ल्याउँ। अहिले उनीहरू बिस्तारै फेरि नजिकिएका छन्। शारीरिक सम्बन्ध पनि फर्किरहेको छ। तर अब त्यो केवल शरीरको कुरा छैन, आत्माको स्पर्श पनि छ। उनीहरू अब सँगै हाँस्छन्, सँगै रोन्छन्, सँगै बाँच्छन्। एक दिन छोरीले भन्छे, मम्मी, तपाईहरू पहिले भन्दा अझ रमाइला देखिनुहुन्छ। पुष्पा हाँस्दै भन्छिन्, बेटा, हामीले प्रेम 25 मा होइन, 45 मा गहिरो सिकेका हौं। बगैँचामा पुष्पाले एउटा गुलाब रोपेकी छन्। उनी भन्छिन्, यो गुलाब जस्तै हो हाम्रो सम्बन्ध। केही वर्ष सुक्खा भयो होला, तर जरामा जीवन बाँकी थियो। पानी परेपछि फेरि फुल्छ। विशाल मुस्काएर टपरी टिप्छन्, हामी पनि बाँकी छौं पुष्पा, फेरि फुल्छौं। यो कथा केवल पुष्पा र विशालको मात्र होइन, हजारौं नेपाली दम्पतिको कथा हो, जसको जीवन 40 पार गरेपछि फेरि नयाँ रूप लिन सक्छ। जहाँ शारीरिक दूरीलाई बुझाइले पन्छाइन्छ, जहाँ मौनतालाई संवादले जितिन्छ, र जहाँ प्रेमको दोस्रो वसन्त फुल्छ। कसैले भन्यो नि, साँचो प्रेम त समयसँग परिपक्व हुन्छ। जुन प्रेम 25 मा उड्छ, त्यो 45 मा गहिरिन्छ। यो कथा सुनेर के सिक्नुभयो कमेन्ट गरेर भन्नुहोला। मन परे लाइक, शेयर र च्यानललाई पनि सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।